हेलो गाइज हेलो के छ हालचाल fine. आज हाम्रो भाइले एउटा क्यानल लगाउँदैछ होइन हाम्रो लोकेन भाइले र हामी तपाईँलाई देखाउँछु क्यानल कसरी लगाउँछ ल यहाँ अब सामानहरू छ होइन लोकेन भाइ के लिँदैछ तिमी अच्छा अच्छा ऊ त्यो के हो त्यो डिएनएसमा मिक्सर गर्ने यसले चाहिँ अलि रिङ रेखा लगाएर गर्ने अनि ताकत दिने जस्तो ओके खानाको अहिले यस्तो मुठी खोल्ने बन्द गर्ने गर्नु भाइले चाहिँ क्यानुला सक्सेसफुल्ली लगाइसकेका छन् होइन डाक्टर लोकेन्द्र डाक्टर लोकेन्द्र यहाँको लागि डाक्टर भए त गाउँघरको लागि डाक्टर तिमी त यहीँको लागि पनि डाक्टर हो नि यार। अब दिदी चाहिँ यस्तो सलाइन लगाउन आउनु भएको थियो लोकेन्द्र भाइले सलाइन लगाइसकेको छ अब होइन ल साथीहरू अब मैले फाइनली के अरे त्यो क्यानोला खोलिसकेर सलाइन चढाइसकेँ दिदीको सलाइन चढाएर अब चाहिँ यसको चाहिँ यो भित्र भएको सिरिनलाई हामीले चाहिँ इन्स्टिलेसन गर्नुपर्ने हुन्छ किनकि यो चाहिँ इन्फेक्टेड भएर निरोगी व्यक्तिको हातमा खोपियो भने कोभियो भने चाहिँ त्यसले चाहिँ निरोगी व्यक्तिमा पनि रोक्न सघाउन सक्ने हुन्छ ल मैले फाइनली यो पनि अब फाइनली मैले आज यो काम सकेँ कस्तो लाग्यो साथीहरू मेरो भिडियो हेरेर लाइक कमेन्ट अनि सेयर गरिदिनु होला युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला हस् नमस्ते साथी।